हेलो गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हाम्रो डे 3। म चाहिँ आज कहाँ छु भन्दाखेरि कहाँ छु म पुरै सम्म भएको ठाउँ है, एकदमै चितवन। शक लागिरह होला तपाईहरुलाई हैन, म आज चितवनमा छु गाइज। ल हिजो आएको है हामी। म चाहिँ आज सिजी टेम्पल अनि चितवन नेसनल पार्कतिर जान्छु है, सौरातिर। यहाँको वाइल्ड लाइफ हेर्नु पर्यो है, कस्तो हुन्छ। आशा छ रमाइलो हुन्छ जस्तो लागिरहेछ। अहिलेको चितवनको मौसम चाहिँ एकदम गुड, धेरै चिसो नि होइन, धेरै गर्मी पनि छैन, ठिक्क भइरहेछ है। तर घाम लागिदिए हुन्थ्यो है। अब हेर्दै जाउँ मौसमले कतिसम्म साथ दिन्छ हामीलाई है। ल गाइस, अब एकछिनमा भेटौँला है त साथीहरू। ल साथीहरू, अब हामी घरबाट निस्किसक्यौँ, सबैजना रेडी पनि भइसकेको छ। ल है, एकदमै तयार भइसकेको छ है। धेरै राम्रो नि त्यहाँ त वेदर पनि त्यही अनुसारको छ। सकिँदैन जस्तो भित्र चाहिँ जाने प्रक्रियामा थुप्रै जानु भएको छ। अहिले उहाँको सबै नानी स्टल जानु भएको छ। अहिले हजुर जानु प्रक्रियामा चाहिँ जस्ट एउटा चाहिँ होप गरौँ, बिलिभ गरौँ। जङ्गल वाइल्ड लाइफमा भनेको त गएर हजुर 7-8 सय छन्, बाघ 128 छन्, चितुवा र भालु भनेको त 3-4 सय लगभग हजुरमा छन्। त्यो भएको काम र साथीहरू, अहिले हामी सौराको टिकट काउन्टरमा छौँ है। हामी जाने जिप चाहिँ यही हो। ल हाम्रो सफारीको टिम भइसकेको छ। तपाईँ गाइड है? ल दाइ, हेलो हेलो हेलो, let's go. यहाँ त केही छैन। अहिले हामी नेसनल पार्क प्रवेश गरिसक्यौँ है। माथि आउँछ, घाम लागेर माथि आउँछ। Hey, we have this entry, okay? हाम्रो हजुर यहाँबाट सुरु हो है? हजुर, यहाँबाट सुरु। दुईटा बाटो हो, निस्किनु चाहिँ एउटा सिम गेट हो। दुईटा बाटो।
कस्तो खतरा है भ्यू त भयो वो त सानो बलमा त देखाएको छ यो खोलाको नाम चाहिँ चर्नी खोला चर्नी चर्नी खोला हामी घुम्ने एरिया चाहिँ कुम्रोस मध्यवर्ती सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बफरजन एरिया हो यसको क्षेत्रफल चाहिँ 691 किलोमिटर फैलिएको छ यो चाहिँ एकदम निकुञ्जको नजिक भएको एरिया हो राप्ती नदीले चाहिँ निकुञ्ज र बफरजन छुट्याएको छ चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज विक्रम 2030 सालमा स्थापना भएको र विक्रम 2041 सालमा विश्व साथीहरू अहिलेसम्म हामीले केही देखेको छैन है अब एकछिनपछि के दिन्छ कनी बासो हो त खाना तपाईँलाई केही गन्ध आयो त्यही त भर्खर चाहिँ पाकको हुन्छ नि पिसाब गरेको हुन्छ तिनीहरूले त्यो बास्ना आउँछ कि के अरे चामल हुन्छ नि एउटा बासमती त्यस्तो के हुन्छ भागको पिसाब बास्ना गाउँले गर्दाखेरि सिकाएको लागि सिका तिनीहरू पिसाब हेर्छ त्यो चाहिँ पिसाबले धेरै समस्यामा जङ्गल भनेपछि उसको सबै इलाकालाई चाहिँ हो जहाँ पनि जानु उभिएको छ देखिन्छ माछा खाने चरा देख्यौँ है त्यसको नाम चाहिँ ओरिएन्टल डाट सुइरो ठुडे स्नेक बर्ड ए नेपालीमा चाहिँ सुइरो ठुडे त्यो माछा खाइरहेछ कि गर्दैन अनि त्यो गपसल गयो लामो हजुर त्यो यस्तो ट्याक्क उभिएको जस्तो क्या सर्प उयो जस्तो देखिन्छ क्या पानीबाट माथि टाउको निकाल्दाखेरि ए किन्ने गएन मगर गई देख्यौँ है नेपालमा दुई हामी ग्रास लाइन पछि हामी जङ्गल भित्र छिरिसक्यौँ है बाघ देखिन्छ कि भन्ने आश थियो बाघ देख्न नि पछाडि उता रुखहरू बाँधेर गरेर छ ऊ आयो यता छैन सिधा नि सिधा त्यो अघिको जस्तो क्या देखियो ढुङ्गा जस्तो छ मुख बाहिर निकालेको छ बडी सबै पानीको उता धसेको छ कस्तो राम्रो यहाँ पनि छ त्यहाँ वन कुखुरा हो साथीहरू अहिले हामी बुढी राफ्टिङमा आइपुग्यौँ है हात्ती पनि देख ग्रुपमा गएर
हाम्रो जस्तो हो र अबे उठे त सर त्यसरी पछि गयो पानीमा हिलोमा बस्छ जलगैडा एकछिन गैडै हो जलगैडा चाहिँ देखियो है विश्वमा दुर्लभ यो नेपालको शान चितवन राष्ट्रिय निकुञ्ज त्यसैको लागि अब एकछिन गैडा चाहिँ नेपाल इन्डिया मात्र पाइन्छ इन्डियाको पनि काजिरङ्गा नेसनल पार्क पाइन्छ आसाममा त्यो पनि नेपालले दिएको होला यो राइनोसरस हो नि डायनोसरसको प्रजाति डायनोसर नजिक गएपछि सिङ हानिदिन्छ पुच्छर गएर टाँसिन्छ लायनलाई त किन नखा त अनि घाँस किन खाइरहेको छ मलाई त्यही त सोधे नि तिमीले त पढ्नुपर्छ तिमीले हड्डी खन्न कि छारा फ्रेस इटिङ एनिमल हो करङला अनि ग्रास इटिङ